Hey guys, what's up and welcome back again मेरो vlogमा सबैजनालाई स्वागत छ। अनि म चाहिँ आज चाहिँ एउटा सरप्राइज ठाउँमा जाँदै छु गाइज है। अनि त्यहाँबाट चाहिँ तपाईहरु चाहिँ मेरो vlog लास्टसम्म हेर्दिनु होला है। सो गाइज अघि चाहिँ अलिकति डिस्टर्ब थियो हैन। चाहिँ म चाहिँ हजुरहरुलाई केही दिनपछि तपाईहरुलाई सरप्राइज आउँदै छ। इट्स कमिङ सुन। अघि भ्लग मैले भ्लगिङ गरेको थिएँ तर भइन छ। हरिदाई हाई भन्दिनु। हाई। त हाम्रो चाहिँ अहिले प्लास्टरिङको काम हुँदैछ। यो के हो भन्ने कुरा चाहिँ तपाईहरुलाई चाहिँ म चाँडै नै मेरो भ्लगमा भन्ने नै छु। त्यति जेलसम्मको लागि चाहिँ हजुरहरु गेस गर्नु होला है यो हामीले चाहिँ के बनाउँदै छौं भनेर। ड्याडी आइ भन्नुस् एक्जाम कस्तो भयो? एक्जाम दामी ग्रेट। त ठिकै छ। ड्याडी जस्तो हँसाउनु भयो के भन्नुभएको रे? साथीहरुले चिट चोरेको रे। साथीहरुले चिट चोरे अब म पनि चिट चोर्नु भन्ने हेरेको आँखाले देख्दै कहाँ चिट चोर्ने यार। यत्रो पेपरमा थियो रे भनेर हँसाउनु भएर। ल एनीवे गाइज है यो चाहिँ हामीले चाहिँ यहाँ प्लास्टरिङ काम हुँदैछ। टिनको काम अब 1-2 दिनमा भ्याउँछ होला मेबी हैन। हरिदाई हो कि हैन? हो यस। हरिदाई नै इन्जिनियर हो देखाउनुस्। खतरा छ है इन्जिनियरिङको के भन्छ रे टेक्निक चाहिँ हाम्रो हरिदाईले खतरा गर्नुहुन्छ। अनि यहाँ चाहिँ प्लास्टरिङको काम हुँदैछ गाइज। अब यो के हो भन्ने कुरा चाहिँ म चाँडै नै रिभिल गर्ने छु। तपाईहरुलाई ग्रान्ड ओपनिङको साथ म रिभिल गर्ने छु। अहिलेको लागि चाहिँ इट्स अ टप सिक्रेट गाइज है। अनि यहाँ हाम्रो भाइहरु चाहिँ पढिराख्नु भएको छ। एक्जाम भइराछ अतल आउटडोरको ल ल। अनि यता चाहिँ मेरो खुनु रे सानो रे खुनु रे सानो रे खुनु रे ए फुनु रे ल खुनु रे नि अब यस्तै हो। अनि त्यही गाइस अहिले चाहिँ हामीहरु चाहिँ भाइको मिच्छु यानी कि हाम्रो मित भाइ नै हो है। उहाँको चाहिँ उहाँले चाहिँ बोलाउनु भएको छ। त्यसो भएर उहाँ अब वहीँ गएर नै देखाउँछ हामी के गर्ने छौं भनेर कहाँ जान्दै छौं भनेर चाहिँ। सो अहिले चाहिँ म मेरो दिदीहरुलाई वेट गरिरहेको। अनि त्यही माथि यतिकै किन बस्ने भनेर भ्लगिङ स्टार्ट गरौँ भनेको। अनि गाइज मैले चाहिँ भ्लगिङलाई चाहिँ मैले चाहिँ कन्टिन्यू गरेको छैन किनभने अलिकति काम थियो यस्तो काम अघि देखाइहालेँ मैले। त्यो काम थियो अनि बिदा थियो तर 6 दिन बिदा थियो। 6 दिन बिदा यतिकै गयो गाइज है। के गर्ने अब यस्तै त हो नि त हैन। काम भएर भ्लगिङ अब मैले पहिलाको भ्लगहरु पनि हालेको घलेगाउँको पनि भ्लग हालेको छैन। होलीको पनि थियो हैन हालेको छैन। के काम गर्नु भ्याएको छैन गाइज। के गर्ने घरमा काम भएर है। अनि त्यसो भएर चाहिँ अब म पहिलाको भिडियोजहरु यो सँगसँगै म क्लिप गरेर हाल्ने नै छु। सो अब त त्यही गएर म भिडियो फिल्म गर्छु है त। म त्यही गएर तपाईहरुलाई फेरि भिडियो गरेर देखाउँछु। सो गाइज अहिले चाहिँ हाम्रो नेपालमा चाहिँ काठमाडौँदेखि हाम्रो चितवनमा काठमाडौँमा तपाईहरुलाई त न्युजहरु थाहा नै होला है। बाहिर हिँड्नेबित्तिकै आँखा रातो हुने अनि घाँटी पोल्ने अनि मान्छेहरु पनि एकदम बिमार भइरहेको छ। हाम्रो चितवनमा पनि यस्तै छ के गाइज। वेदरै हमलाको छैन। अनि त्यसपछि त्यस्तो भएर चाहिँ अब हामीहरु चाहिँ आफ्नो हेल्थको केयर आफै गर्नुपर्छ। सो हामीहरु सबै मास्क लगाएको छौं हो कि हैन? यस अर नो? से यस यस। यो केटाले जहिले पनि आसु मलाई भिडियोमा लिनु न भन्छ। अनि भएको भिडियो चाहिँ यसले 1000 चोटि हेरिसक्यो होला तर भिडियोमा मैले यस्तो फिल्म गर्दा हेर्दैन कहिले पनि है। बेउरा सिद्धिको बच्चा। ल अब हामी चाहिँ जान्दै छौं। हामी चाहिँ भाइलाई कुरिरहेको। भर्खरै हजुर पनि झोलाइ मास्क लगाइलौँ भयो या भिडियोमा फेरि के भन्नु। फाइनली हामीहरु आइपुगे। ओके गाइज अहिले चाहिँ हामीहरु चाहिँ यहाँ आएको छ हैन। यो फार्ममा चाहिँ है भित्र याल्लो हुन्छ। सो गाइज अहिले चाहिँ हामीहरु हाम्रो मित भाइको फार्ममा हो। अनि इट इज सच अ ब्युटिफुल ग्रीन ल्यान्ड। यो चाहिँ हाम्रो चाहिँ यति एरियामा फैलेको छ। अनि तपाईहरुलाई म ट्र्याप पनि देखाउँछु है। भाइले चाहिँ मेरो रिल्समा पनि तपाईले सुन्न सक्नुहुन्छ। यो चाहिँ मेरो भ्लगको लागि हो है। रिल्समा चाहिँ तपाईहरुले के सबै कुरा चाहिँ यथार्थ कुरा भनेको छ भाइले चाहिँ। त्यहाँ चाहिँ अब यहाँ अब लाइक यो यसलाई भन्छ ब्लू स्टिक भन्छ।
है। यसलाई चाहिँ ब्लू स्टिक भन्छ। यसमा चाहिँ किराहरू चाहिँ यसरी के भन्छ त्यसलाई टाल्ने रहेछ कि यो के अरे प्लान्टलाई बिगार्ने किराहरू, त्यसलाई चाहिँ येल्लो स्टिक भन्छ गाइस। यसलाई चाहिँ येल्लो स्टिक भन्छ है। यसरी किराहरू चाहिँ यसरी मर्ने रहेछ यहाँ है। अनि भाइले चाहिँ अब कतिपय कुराहरू दुःखको कुराहरू पनि भन्यो होइन। यो एरियामा चाहिँ मैले चाहिँ कुनै पनि गेट देखेन अनि ओपन देखेँ नि त। अनि भाइ यहाँ चोरी हुन्छ भनेर सोद्धाखेरि चाहिँ भाइले चाहिँ हुन्छ नि दिदी, कस्तो हामी चाहिँ कस्तो दुःख गर्छ, दिनलाई रात, रातलाई दिन, घाम पानी नभनिकन, तर चोर छ के गर्नु भनेर भन्नुभयो कि। सानो मेरो मार्क्स हो त्यो, वेयर इज माई मार्क्स? अनि यिनीहरू चाहिँ यसरी लडिरहेको छ है। अनि यो अहिले वेदरको कारणले गर्दाखेरि पनि अब जति अब आई थिङ्क लाइक वेदर यस्तो ड्रास्टिक चेन्ज भएछ, पोल्युसन जताततै है। अब यसले चाहिँ प्लान्ट पनि मान्छे जस्तै त हो नि त, लिभिङ थिङ्स हो नि त है। यसरी मरेको छ के। त्यसो भएर चाहिँ अब हेल्थलाई मात्रै होइन कि प्लान्टको हेल्थलाई नै बिगारेको छ। एभ्रिवेयर इज पल्युसन गाइज। अनि अहिलेको यो वेदरले गर्दाखेरि चाहिँ यस्तो भइरहेको छ है। त्यसो भएर यस्तो छ। अब 1 हप्तापछि यो चाहिँ रेडी हुने रहेछ है। यस्तो छ, रेडी हुन्छ हाम्रो भाइको चाहिँ मार्केटमा जानको लागि चाहिँ है। अब त्यही हो, यस्तो छ रेडी। चोरी काम चाहिँ नगरिदिनु होला है गाइस, साह्रै मन दुःख हो मलाई त। यस्तो दुःख गर्नुभएको छ अनि राति आएर चोरिदिन्छ अरे। पाकेको पनि छैन, फेरि फलफुल पाकेको भए त छुट्टै कुरा, पाकेको छैन यत्तिकै चोर्नी होइन। यो चाहिँ अब 1 हप्तापछि रेडी हुन्छ अरे भाइले भनेको होइन। 1 हप्ता मात्रै छ दिदी। 1 हप्तापछि चाहिँ हामी मार्केटमा गएर बेच्नु मिल्छ। अहिले चाहिँ अहिले पाकेको छैन अरे, भित्र पाकेको छैन अरे। त्यसो भएर है अहिले चाहिँ मेरो फिल्म चाहिँ मेरो बाबुले गरिरहेको छ। टुक्चेन लामाले थ्याङ्क यू सो मच। टुक्चेन वेलकम गर। तीनटा राख्ने हो। अब त्यो डमीलाई चाहिँ फालिदिनु पर्छ हामीले। उतापट्टिको प्लटमा छ होला, देख्छ त्यो डमीवाला। यो मान्छेहरूलाई गर्न रहर हुने लाग्यो होइन, बाँधिदिनुपर्छ। हामी पनि कति रहर लगाएर खोज्थ्यौँ, अब नपाउँदाखेरि अब दिनु। भोक लाग्यो पख न। यहाँ दादाले दाइले यहाँ कस्तो कुरा सिकाइरहेको छ तिमीलाई। लाग्यो है खरबुजाको, वाटरमेलनको। हामीलाई यत्रो धेरै ब्रान्चेस छ नि हाम्रो होइन। यो यहाँ छ, हामीलाई यो चाहिँदैन, वेस्टेज हो यो। अब त्यसको लागि चाहिँ हामीले यसरी काट्नुपर्छ, माया नगरिकन सब खाने हामी। बुढो पात्ताहरू सबै यस्तो गऱ्यो। कुन हेल्दी 3टा राम्रो राख्ने होइन यसरी। त्यसपछि अरू सबै फालिदिने। अनि त्यसपछि यही साइडको आउँछ हाँगा, यो पनि फालिदिने। यस्तो यत्रो ठुलो हुन्छ, यो पनि फालिदिने। यो फाल्यो। अनि बेबी वाटरमेलन पहिला आउँछ, यी हेर्नुहोस् त यहाँ पहिलोमै आयो नि बेबी वाटरमेलन। यस्तो छ, यो पनि फालिदिने। यो हामीले पहिला फाल्नुपर्छ। यो साइजिङ यसले, यो त साइजिङवाला आउँदैन भोलिपछि। यो पनि फालिदिने, यसरी फालिदिने हो। यस्तो गर्नुपर्छ। अनि यस्तो गऱ्यो भने चाहिँ राम्रो हुन्छ वाटरमेलन नि। अब साइजिङ आउँछ भने जस्तो हेल्दी हुन्छ। बोट न्युट्रिसन अरूले खाइदिन्न, त्यही भएर। तपाईँहरूलाई यो एरिया भिजिट गराउँछु है। यो चाहिँ बेबी वाटरमेलन। त्यहाँ चाहिँ अफ सिजनको अघि मैले तपाईँहरूलाई फर्स्टमा भिडियो देखाएको थिएँ नि, त्यो चाहिँ अफ सिजनको वाटरमेलन जो चाहिँ अब 1 हप्तापछि चाहिँ मार्केटमा चाहिँ रेडी टु सेल होइन। अब मार्केटमा 1 हप्तापछि चाहिँ बेच्नु मिल्छ भनेको छ। यिनीहरू चाहिँ बेबी वाटरमेलन हो होइन। अनि यहाँ चाहिँ काम गरिराख्नु भएको छ सबैजना। अब यो एरिया छ नि जति पनि ग्रिन देख्नुभएको छ नि उहाँसम्मको, उतासम्मको त्यो सबै वाटरमेलन हो है। अनि हाम्रो उता नेक्स्ट फार्ममा चाहिँ हाम्रो चाहिँ त्यहाँ ड्र्यागन फ्रुटको फार्म पनि छ। म एक दिन लगेर तपाईँहरूलाई फेरि पनि मेरो भ्लगमा देखाउने छु। मेबी त्यो भ्लग पनि हुनसक्छ, ओ लाइक मिनी भ्लग रिल्सको लागि पनि हुनसक्छ। अहिले चाहिँ मैले रिल्सको लागि पनि बनाएको छु अनि मेरो भ्लगको लागि नि बनाएको छु। होप फुल्ली तपाईँहरूलाई अहिले धेरै दिनपछि मैले भिडियो हालेको छु। सबैजनाले माया गरिदिनुहुन्छ होला है। मैले धेरै ग्याप गरेँ होइन। अब घरमा पनि काम हुन्छ नि त,
सो आज चाहिँ मलाई चाहिँ अलिकति फ्रेस फिल भयो गाइस सो म आएको छु यहाँ अनि यसले चाहिँ अघिदेखिबाट भोग्लायो भन्छ ओके गाइस अब हामीहरू चाहिँ एकछिन पछाडि पोल्युसनहरु भइरहे दिस इज नट अ पोल्युसन यो त अब बारीमा अलिकति आगो लगायो भने चाहिँ यस्तो हो गाइस फायर पोल्युसन यो आगो किन लाग्यो भन्दाखेरि चाहिँ बारीको बिचमा चाहिँ तपाईको आगो लगाइसकेपछि जुन त्यो राख हुन्छ नि त्यसलाई खरानी भन्छ के त्यो चाहिँ यो हाम्रो यो माटोको लागि चाहिँ एकदमै राम्रो हुन्छ अनि अर्को कुरा भन्दाखेरि चाहिँ मेन भनेको त्यही नै हो है बारीमा चाहिँ तपाईको जति पनि अन्नबाली भइसकेपछि त्यसलाई डढेलो किन लाउँछ भन्दाखेरि चाहिँ माटो राम्रो होस् माटोमा चाहिँ खरानी भयो भने चाहिँ त्यसले राम्रो मल पनि बन्छ अनि त्यसो भएर पनि हो है गाइस अनि हामीलाई रुगा लागोस् आसु साइन्टिस्ट I'm not a scientist. I'm not a scientist. Okay. साइन्टिस्ट आविष्कार Let's go. खाने हैन हामी Hey guys, एक हप्तापछि भाइले बोलाएको छ अनि त्यति बेला चाहिँ म आएर तपाईहरुलाई फ्रेश वाटरमेलन काटेर खाएर टेस्ट पनि भन्नेछु सो थ्यांक यू सो मच गाइस हैन अनि मैले चाहिँ यति लामोसँग भिडियो कति दिनसम्म मैले अपलोड गरेन त्यसको लागि आई एम सरी बिकज घरमा पनि काम भएर हो सो म सकेसम्म चाहिँ भिडियो अपलोड गर्ने नै गर्छु अनि यदि तपाईहरुले चाहिँ मेरो फर्स्ट टाइम ब्लग हेर्दै हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला एन्ड डोन्ट फर्गेट टु क्लिक अ लाइक बटन कमेन्ट पनि गरिदिनु होला शेयर पनि गरिदिनु होला एन्ड सी यू अन माई नेक्स्ट ब्लग बाई बाई गाइज बाई